नै रहेनछ लाइसेन्स रिन्यू गर्नु भएको छैन तपाईले न यो लाइसेन्सको बारेमा मेरो अलिकति फरक धारणा छ लाइसेन्स भनेको सर्टिफिकेट हो त्यो सर्टिफिकेटलाई रिन्यू गरिरहनु पर्छ र फेरि विधि बनाउने ठाउँमा तपाई सुन्नु न त्यो सबै गलत कुराहरू छ कुरा बुझ्नुभयो नि लाइसेन्स भनेको तपाईको सर्टिफिकेट हो जी भन्छ यस्तोलाई भन्छ कि मादर चोसाले अर्थ पागल बिना बुद्धिको टाँट भनेर भन्छ दुनियाँ विश्वमा लाइसेन्स रिन्यू गर्नुपर्ने भन्ने कुरा छ भनेपछि यो भन्छ आफूप्रति आएर हो कि मेन कुरा म अरू केही भन्दिनँ यो प्रति आएको कुरा भएर चाहिँ यसले कुरा फेरेको क्या यदि यही कुरा अरू कसैमा हुन्थ्यो सम्झ्यो घन्टी बाडेको साथीहरूमा यही कुरा आएको हुन्थ्यो भने किन नगरेको अहिलेसम्म त्यो चाहिँ कुन चाहिँ कानुनमा लेखेको छ लोरा लसुन भ्याइन्चोर भन्ने मान्छे यही रन्डीको भानु माधव चाहिँ मलाई यही यसको थुप्रो देख्दै रिस उठ्छ कि माधव चाहिँ कुनै किन यसको जस्तै गिरी भयो कि यसका समर्थकहरू त मुजी माधव चाहिँ त सबलाई भनिरहेको छु पेलिरहेको छु आइज कमेन्ट गर लोरा लसुन चिक्ने के भएको यार ठुक्क